नमस्कार, सीधा प्रश्नको सीधा जवाबमा स्वागत छ। म खकेन्द्र। यस कार्यक्रममा हामी प्रत्येक दिन समसामयिक विषयवस्तुमाथि चर्चा, परिचर्चा, कुराकानी अनि बहस गर्ने गर्दछौं। विशेष गरी जनताले बुझ्न चाहेका जनचासोका विषयवस्तुमाथि सीधा प्रश्नको सीधा जवाबमा हामी सीधा कुराकानी गर्ने गर्दछौं। तपाईले हाम्रो यो कुराकानीलाई कैलालीको मसुरियामा रहेको रेडियो सुनौलो एफएम 105.6 मेगाहर्ज, हाम्रो इन्टरनेट अनलाइन www.radiosunaulofm.com, त्यसै गरी अल नेपाल एफएम रेडियो, डिजिटल नेपाल.com एप, सुनौलो एफएम को आफ्नै एप छ। हाम्रो पात्रोबाट विश्वभर कैलालीका अन्य विभिन्न हाम्रा 4वटा साझेदार रेडियोबाट एकसाथ तपाईले हामीलाई सुन्न सक्नुहुनेछ भने यति बेला प्रत्यक्ष हिसाबमा भिडियो लाइभ तपाई आम दर्शकले विश्वभरबाट हामीलाई हेरिराख्नु भएको छ। भिडियो लाइभ जहाँबाट जसले हेर्दै हुनुहुन्छ सबैजनाले यो भिडियोलाई शेयर गरिदिनु होला, यो आग्रह हामी यहाँसँग गर्न चाहन्छौं। र आज हामी अलि फरक प्रसंगमा कार्यक्रम सीधा प्रश्नको सीधा जवाबमा कुराकानी गर्दैछौं। कैलाली जिल्लाको मोहनन्याल गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष छविलाल हौजाली मगरमाथि विभिन्न आरोपहरू लागेका छन्। उहाँलाई कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा पनि दर्ता भएको छ र यस विषयमा उहाँले साच्चीकै गलत गरेकै हो त, कुटपिट गरेकै हो त, अथवा उहाँमाथि जुन हिसाबमा ठेकेदारलाई काम गराएर पैसा नदिएको आरोप पनि छ। अरुण बुढा मगरले बाटो निर्माणको काम गरेको र त्यो बापत पाउनु पर्ने काम गरे बापतको रकम उहाँले नदिएको भन्ने आरोप पनि उहाँमाथि रहेको छ। यसको वास्तविकता के हो? हामी यस विषयमा केन्द्रित रहेर मोहनन्याल गाउँपालिका वडा नम्बर 5 को केही विकासको विषयमा पनि कुराकानी गर्दैछौं। उहाँ आफ्नो स्पष्टीकरणको लागि र आफूमाथि लागेका आरोपको खण्डनको लागि आज हाम्रो स्टुडियोमा उपस्थित हुनुभएको छ। उहाँलाई हामी कार्यक्रममा स्वागत गर्छौं। छविलाल हौजाली मगरजी, यहाँलाई स्वागत छ सीधा प्रश्नको सीधा जवाबमा खगेन्द्र जैसीको साथमा। धन्यवाद सर। तपाई मोहनन्याल गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष हुनुहुन्छ छविलाल हौजाली मगरजी। तपाईले अरुण बुढाजीलाई बाटो खन्ने काममा लगाउनु भयो तर पैसा दिनु भएन, हैन? यो आरोप छ तपाईमाथि। यो विषयमा म के भन्छु भने यो 77-78 को 76-77 सालको आर्थिक वर्षको बाटो सफाई 20 लाख रुपियाँ थियो। हजुर। जो बाल्लो खोला र तालबन्द खन्याताल बाटो सँगै एउटै सेसमा बाटो सफाई भनेर वडामा छुटाएको थियो 20 लाख रुपियाँ। त्यस अन्तर्गत त्यसका अध्यक्ष भने हस्तबहादुर थापा मगर नै हो हुन् र उनले चाहिँ काम लगाइसकेपछि बाल्लो खोलाको बाटो चाहिँ 10 किलोमिटर अन्दाजी 10 किलोमिटर मात्रै खनेर छोडिहाले र यतातिर चाहिँ सफाई गरेर छोडे र यता तालबन्दको चाहिँ 15 किलोमिटर बाटो चाहिँ खनेर पैसा 20 लाख सिद्धियो भनेर बाटो 1.5 महिनासम्म छोडे र कामै गर्ने समिति पनि सम्पर्क विहीन भइसकेपछि जनताको जनगुनासो अनुसार तपाईले तुरन्त हामीले बाटो सफा गरिदिनु पर्यो भन्छ। जनताले दबाब दिए पश्चात तिनलाई सम्पर्कमा ल्याउँदा हामी पैसा सिद्धियो र हामीले काम गर्न सक्दैनौँ, हामीसँग पैसा रकम छैन, 20 लाख सिद्धियो भन्ने चाहिँ जो आरोपमा मतलब तिनले चाहिँ भनिसके पश्चात मैले गाउँपालिकाको प्राविधिक ओभरसेयर भाइले फोन गरी बुझ्दा रकम सकिएको छैन। बालुवाडा बाटोको अन्दाज 10 किलोमिटरको चाहिँ 4 लाख रुपियाँ मूल्याङ्कन उठेको छ र यता तालबन्द खन्याताल मोटर बाटोको चाहिँ 15 किलोमिटरको 6 लाख रुपियाँ गरेर दुईटै बाटो गरी जम्मा जम्मै श्रमदान सहित मूल्याङ्कन उसले 10 लाख रुपियाँ उठाएको थियो र रकम हाम्रो 20 लाख रुपियाँ। 20 लाखमा 5% कन्सेसन गाउँपालिकाले काटेपछि 20-25 1 लाख रुपियाँ कटेर 19 लाखको काम गर्नु पर्थ्यो र त्यसमा 9 लाख रुपियाँ बचेको देखिन्छ प्राविधिकको भनाइ अनुसार, मूल्याङ्कन अनुसार। त्यसकारणले सो काममा उतातिर राजीपुर पुष्कर भुषालको स्काभेट लागेको थियो, यतातिर सन्तोष बम र अरुण बुढाको चाहिँ जीसीबी र स्काभेट लागेका थिए। त्यो पनि मसँग सम्झौता गरेर हैन, यो समितिको अध्यक्षसँग हस्तबहादुर थापासँग सम्झौता भएको छ। तपाईसँग सम्झौता हैन? छैन। तर उहाँको आरोप छ नि त तपाईले काम गराउनु भयो, हैन? काम गराए बापतको पैसा तपाईले नदिँदाखेरि अहिले उहाँ धेरै समस्यामा हुनुहुन्छ। अरुण बुढाजीले ऋण निकालेर कामदारलाई मैले पैसा दिएको छु उहाँले भन्नुभएको छ। तपाईको कारण उहाँलाई समस्या आयो भन्ने उहाँको भनाइ छ। हिजो त्यो अपमान ढंगबाट मेरो पदीय मर्यादा विपरीत उहाँले चाहिँ अपमान गरेर समितिसँग सम्झौता गरे र अन्ततः उनीहरूले पैसा पाए या पाएन भन्ने कुरा त अब मसँग भन्दा पनि हामीले त मूल्याङ्कनको आधारमा 15 किलोमिटर यतातिरको तालबन्द खन्याताल मोटर बाटो र उतातिर बाल्लो खोलाको 10 किलोमिटरको 10 लाख रुपियाँको मूल्याङ्कन बाहेक बाँकी चाहिँ 1.5 महिनासम्म ग्याप भएपछि बाटो सफा भएन, समितिमा काम गर्न सकेन। त्यसपछि ओडाले मै आफै जिम्मा लिएर निर्णय गरेर
भुजे डाँडा हुँदै फलाडे गौडासम्मको 2 लाख रुपियाँ अरुण बुढाले जिम्मा दिएको र तालबन्ददेखि सिकारीबासम्मको 3 लाखमा ठेक्कामाले सन्तोष बमलाई जिम्मा दिएर पूर्णता गराइदिएका थिए र त्यो कुल हिसाबमा आउँदा 10 लाख रुपियाँ उनीहरूले काम गरेको र 3, 2, 5 गरेर 15 लाखको चाहिँ काम भएको थियो। बाँकी पैसा चाहिँ तिनले सक्यो भनेर भनेका थिए, तर त्यो मूल्याङ्कन अनुसार त्यो पैसा नसिद्धिएको र मैले चाहिँ सिफारिस गरेर त्यो कुरो के भएको थियो, अरुण बुढालाई तपाईहरूले जति काम गर्नुभएको छ अध्यक्षले जिम्मा लिएर काम गरेको पैसा कृत्य समिति बनाएको भन्ने उहाँहरूको आरोप छ नि त। कृत्य समिति बनाउने, गलत काम गर्ने एउटा अध्यक्षबाट यस्तो खाले प्रवृत्ति भयो भनेर उहाँहरूले आरोप लगाउनु भएको छ। त्यो चाहिँ अनि समिति मार्फत उनले पैसा बाँकी पैसा बुझेको र मसँग नबुझे मसँग उनले चाहिँ आलिसक्यो भने तैँले चाहिँ काम लगाइसकेपछि तसँग मार्फत पैसा बुझ्छु भन्ने चाहिँ उहाँको एउटा अडान र राजनीति पूर्वाग्रहीको ढङ्गबाट भएको हो भन्ने मैले बुझ्छु। कृत्य समिति बनाउनु भयो हैन, पैसा निकाल्नु। कृत्य समिति नीति नेपालको संविधान अनुसार गाउँपालिकाबाट हाम्रो कार्यपालिकाले निर्णय गरेर आर्थिक वर्ष काम सञ्चालनको लागि कार्यपालिकाले निर्णय गर्छ र गाउँसभामा अनुमोदन हुन्छ र कार्यपालिकाको निर्णय र गाउँसभा अनुमोदन पश्चात गाउँपालिकाले औपचारिक पत्र वडा सचिवलाई पत्र लेख्छ कि आर्थिक वर्षको कारोबारको लागि योजना सम्झौता गरी 1 हप्ता भित्रैमै तपाईहरूले प्रतिवेदन र त्यो निर्णयहरू पठाइसक्नुपर्ने र कार्यान्वयन सुरुवात गर्ने भन्ने हुन्छ। त्यो भावनाले हामीले त्यसमा के लेखिया पनि हुन्छ भने सचिवलाई औपचारिक पत्र आए तापनि वडा अध्यक्ष जननिर्वाचित वडा अध्यक्षको अध्यक्षतामा बैठक बसेको हुनुपर्छ कि चाहिँ वडा अध्यक्ष खटाएको जनप्रतिनिधिहरूको अध्यक्षतामा चाहिँ निर्माण समिति गठन गरिन्छ भने म जनप्रतिनिधि भन्दा बाहिरको भएपछि म कृत्य भयो अनि मैले कुनमा ठाउँमा कृत्य गरेँ त्यो स्पष्ट हुनु पर्यो नि कि मैले पदैसम्ममा जनप्रतिनिधि वडा अध्यक्षले को अध्यक्षतामा बैठक बसेर निर्माण समिति गठन गरिन्छ। त्यो आयोजना स्थलका जनतालाई मात्रै बोलाइन्छ, दुनियाँ भाट भैलो दुनियाँ वडाभरिको बोलाइँदैन। त्यो जनता जो आयोजनाले जुन क्षेत्रलाई ओगटेको छ, जो क्षेत्रसँग सम्बन्धित छ, त्यो क्षेत्रका जनताको आम भेला गरी वडा अध्यक्षको अध्यक्षतामा बैठक बसिन्छ अथवा मैले खटाएको निर्वाचित वडा सदस्यको अध्यक्षतामा बैठक बस्ने गरिन्छ। यो अनावश्यक झुटा मापदण्ड अनुसार नै तपाईले काम गर्नुभयो कि रे। उहाँहरूको भनाइ के छ भन्दाखेरि हैन, तपाईले काम गराउनु भयो, पैसा दिनु भएन, पैसा माग्न जाँदाखेरि तपाईले उल्टै कुटपिट गर्नु भएन उहाँहरूलाई। कुटपिट होइन, यसो पैसा लिने बाहनामा श्रीमानले काम गरेको थियो अनि श्रीमतीलाई राति 7-8 बजे कोठामा गएर अरुण बुढाको श्रीमती सुनिता बुढा पैसा माग्न कोठामा गएर रातको बिचमा गएर अनि मसँग झगडा गरे अनि इज्जत बिज्जत गरिदिन्छु, तेरो कपडा च्यात दिन्छु कि मेरो कपडा च्यात भन्ने अनि 1-2 मुक्का पनि हान्नु भयो होइन। त्यसपछि म चुप लागेर मसँग 4 जना तपाईको नाममा त मुद्दा दर्ता छ नि त। मुद्दा दर्ता राजनीति पूर्वाग्रही ढङ्गबाट उहाँले कुनै सिप नलागेर मैले चाहिँ त्यो विवाद भएर 4 घण्टासम्म मलाई त्यहाँ थुनिसकेपछि त्यहाँ तपाईको बाइक पनि कलेल होटल जिल्ला प्रहरीमा राखियो होइन। कलेल होटलका साउजी कान्छाले चाहिँ भोलि बिहान कुरा गर्नुला र भोलि म यिनको जिम्मा म लिन्छु भनिसके पश्चात त उनले छोडेका छन् 4 घण्टासम्म ठुनेर। त्यस पश्चात मैले चाहिँ यहाँबाट साथीहरू स्कर्पियो लिएर गएको थिएँ, स्कर्पियोमा आएँ र मेरो साथीको बाइकको चाबी अनि बाइक अनि हेलमेट र मेरो गाडीको हेलमेट चाबी चाहिँ मैले त्यहाँ कलेल होटलका लालबहादुर कलेल माइलोलाई चाहिँ बस पार्कमा जिम्मा दिएर त्यो छोडेको बाइक भोलिपल्ट उनले दोहोऱ्याएर आफ्ना के अरे होटलमा लगाएका छन् र तिनलाई सार्वजनिक मुद्दा लाग्छ भनेर एउटा बाहनाबाजीको लागि उनले चाहिँ हातपात गर्यो भनेर त्यो जिल्ला प्रहरी कार्यालयमा बुझाएको। तपाईँ माथि जुन लगाइएको छ यो आरोपमा सत्यता छैन। यो राजनीतिक पूर्वाग्रही हो भन्ने लाग्छ, किनकि उहाँसँग प्रुफ छ भने उहाँले सम्बन्धित निकायमा जानु पर्यो, न्याय माग्नु पर्यो होइन, हरेक उहाँसँग डकुमेन्टहरू बोल्ने हो नि। तर उहाँहरूको भनाइ छ कि काम गराइसकेपछि पैसा त दिनु पर्यो नि। काम गरे बापत उहाँले जति काम गर्नुभएको थियो यो बाटो सफाई पश्चात पनि उहाँले 3 किलो 1800 मिटर काम गर्नुभएको थियो। 1800 मिटरको पनि 3 लाख रुपियाँ तपाईँको प्राविधिक मूल्याङ्कन उठेपछि 3 लाख रुपियाँ हामीले बुझाइसकेको अवस्था छ हो। अनि त्यो 2 लाखको चाहिँ ठेक्का दिएको चाहिँ हस्तवा थापासँग अरू बाँकी पैसा बुझ्नु र त्यो पैसा उहाँसँग नबुझ्नु भनेको कारण के? बाँकी पैसा त उहाँले हस्तवा थापा निर्माण समिति अध्यक्षबाट लिनु भएको छ र 2 लाख मैले पछि उहाँलाई ठेक्का दिएको पैसा चाहिँ मैले पाएन, म तँलाई चिन्छु भनेर भन्नु अर्थ के हो भने यो राजनीतिक पूर्वाग्रही हो भन्ने लाग्छ मलाई। राजनीतिक पूर्वाग्रही तरिकाले तपाईलाई फसाउन खोजेको र यो मैले गरेका विकास निर्माणको देखेर केही पश्चिमगामी चिन्तन भएका व्यक्तिहरूको मन जलेको छ, मुटु जलेको छ, आँखा जलेको छ र यसलाई फेरि पनि यसलाई साइड लगाएर त्यहाँ विकास निर्माणलाई अवरोध गराएर आफू फेरि हाबी भन्ने रणनीति हो भन्ने लाग्छ। र तपाईँले जनअपेक्षा अनुसार काम गर्नु भएको छ वडा अध्यक्ष?
काम भएको छ मोहनलाल सर। गाउँपालिका वडा नम्बर 5 का जनताहरू खुसी छन् तपाईँको कामप्रति? कामप्रति खुसी छन् र केही मान्छेहरू त विरोधी हुने रहेछन् र धेरै मान्छे खुसी भएका छन्। हिजो मान्छे पैदल यात्रा गर्ने बाटो राम्रा थिएनन्, घोडा खच्चर हिँड्ने बाटो थिएनन्। आज जे भए पनि हामीले वडाका राजमार्गदेखि हामीले 100 किलोमिटर टाढा चाहिँ बिर्खेडसम्म बाटो निर्माण गरेका छौँ, कच्ची भए पनि। र यता खनियातालतिर तपाईँको 50-55 किलोमिटर हामीले बाटो निर्माण गरिसकेका छौँ। टोल बस्ती बस्तीमा पुगेको छ। बिजुलीका पोलहरू 2 फेजका घर घरमा पुगेका छन्। यो 2 वर्ष लकडाउनले मात्रै गर्दाखेरि हाम्रो मेन लाइनको मोटो तार नपाएकै कारणले हामीले बिजुली बाल्न पाएका छैनौँ। र अहिले अस्ति भर्खर मात्र विद्युत कार्यालयमा पुगेर हाकिम साहबसँग बसेर र ठेकदारलाई पनि अत्याउनु पर्यो भनेर फोन गरेर एउटा निवेदन दिएर छोडेको छु। यो वर्ष सुनासम्म बत्ती बल्छ र स्वास्थ्यको शिक्षामा पनि हामीले ल्याबदेखि लिएर निःशुल्क ल्याब व्यवस्थापन, प्रसुति व्यवस्थापन, तपाईँको 4 पटक तपाईँको डेलिभरी चेक गरेपछि तपाईँको 2300 रुपियाँ पाउने व्यवस्थादेखि लिएर हरेक कुराहरूमा चाहिँ हामीले अगाडि बढाएको छु र ठिक छ भन्ने लाग्छ मलाई। जनअपेक्षा अनुसार, चुनावमा गरेको प्रतिबद्धता अनुसार, बाचा अनुसार तपाईँले काम गर्नु भएको छ? बाचा त मैले गरेको थिएन, किनभने अब यो पहिलोचोटि पनि थियो। मैले जितेर के हुन्छ के गर्छ भन्थे। मैले भोलि भविष्य कुरा तपाईँले जित्नु, जितेपछि पछि सोचुला भनेको थिएँ। मैले त सोचेको जति मैले आत्मामा सोचेको थिएँ त्यति काम चाहिँ भएको छ। तर भ्रष्टाचार अनियमितता हाम्रो देशमा हत्तै बढेको छ नि। त पनि काले, म पनि काले, काले काले मिलेर बाढीचुडी खाउँ बाले भन्ने प्रवृत्ति छ। भ्रष्टाचार एउटा चिन्तन हो सर। अब मान्छेमा जब विचारमा क्लियर हुँदैन, आफूबाट नै परिवर्तन सुरुवात गर्नुपर्छ भन्ने चाहिँ चिन्तन हुँदैन र अरूलाई भजाएर खाने र त्यो ठगी खाने मान्छेहरूको पनि कमी छैन। र त्यो साउन महिना फुटेको गोरुको आँखाले सधैँभरि हरियो देख्छ अरे भने चाहिँ अब केही सामन्तहरूले, पश्चिगामी चिन्तनवालाहरूले, अग्रगामी चिन्तन भएका विचार भएका व्यक्तिहरूलाई चाहिँ यो त्यो बाहनामा आलसेप लाउने, दाग लगाउने, चरित्र हत्या गर्ने र हरेक बाहनामा चाहिँ पछि परेको अवस्था छ। र त्यसमा भ्रष्टाचारको एकदम विरोधी मान्छे हो। जस्तै मैले तपाईँले कुनै पनि भ्रष्टाचार गर्नु भएको छैन। बाल्लोखोलाको बाटो 12 किलोमिटर 24 लाखमा मैले पहिलो वर्ष छुटाएको थिएँ। त्यो 24 लाख कम भयो भनेका थिएँ र मैले 3 वर्षसम्म मैले 3 लाखमा 12 किलोमिटर सफा गरेको छु। तपाईँको यहाँदेखि तपाईँको 45 किलोमिटर तालबन्द सिकारीवास बाटो मैले 3 लाखमा सफा गरेको छु। र गत साल भने अघिल्लो साल चाहिँ 20 लाखले चाहिँ 15 किलोमिटर पनि साफ गरेका छैनन् भने भ्रष्टाचार मैले गरेको त्यो उपभोक्ता समितिले गर्यो भन्ने कुरा हो। यहाँ यो भ्रष्टाचारको विरोधमा लडाइँ लड्दा मेरो पछि केही सामन्तहरू, केही भ्रष्टाचार विरोधी पुराना तत्त्वहरू, पश्चिगामी चिन्तन भएका व्यक्तिहरू मेरो पछि लागेका अवस्था छ। म यसलाई चिर्दै अगाडि बढ्ने मेरो आफन्त जनताहरूलाई, मेरो शुभचिन्तकलाई यो भन्न चाहन्छु। अब अन्तिममा के भन्न चाहनुहुन्छ वडा अध्यक्षज्यू? तपाईँ मोहनलाल गाउँपालिका वडा नम्बर 5 को वडा अध्यक्ष हुनुहुन्छ, जुन हिसाबमा तपाईँमाथि पछिल्लो समयमा विभिन्न आरोपहरू लागेका छन् कि वडा अध्यक्षको मनोमानी भयो, वडा अध्यक्षले काम गराएर पैसा दिनु भएन, पैसा माग्न जाँदाखेरि उल्टै हातपात गर्नुभयो, तपाईँमाथि मुद्दा पनि दायर भएको छ होइन? यो विषयमा तपाईँमाथि लागेका विविध आरोपको विषयमा के भन्न चाहनुहुन्छ छोटोमा? यो आरोप मिथ्या आरोप हो, राजनीतिक पूर्वाग्रह हो होइन? त्यो पहिलो कुरा त त्यो भन्न चाहन्छु। उहाँहरूको लेनदेनको कारोबार मैले 3 लाखको प्रायोरिटी एस्टिमेसन दिइसकेको छु। अनि बाँकी 20 लाखको टोटल चाहिँ हामीले फाइनली अगाडि पछाडि मैले जिम्मा लिएर काम गरे पनि, समितिले काम गरे पनि हामीले चाहिँ दिने पैसा चाहिँ सिफारिस मैले गरेर गाउँपालिकाको के अरे एकाउन्टेन्ट शाखा, लेखा शाखाले त्यही हर्षवर्धन थापाको खातामा जम्मा गरेर टोटल पैसा हामीले जम्मा गरिदिएका छौँ। कन्टिजेन्सी काटेर उहाँबाट नै उहाँले असुल गर्नुपर्ने ठाउँमा बाँकी पैसा ऊ समितिबाट ल्याउनु र बाँकी 2 लाख रुपियाँको मैले जिम्मा दिएको काम पनि त्यहीबाट असुल गर्नु भनेको पैसा अनि मसँग माग्नु भनेको त एउटा राजनीतिक पूर्वाग्रह हो भन्ने मान्छु। र त्यस कारणले मलाई यो कुनै पनि यो झुटा आरोपले केही दिन सताउलान्, केही तनाव बनाउलान्, तर म सत्य छु भन्ने लाग्छ। म गलतबाट लाग्छ र यो झुटा आरोप पनि साथीहरूले आधारविहीन, प्रमाणविहीन यसरी लाउनु ठिक हुँदैन र ठिक हुँदैन भन्ने लाग्छ। अर्को कुरा यो पत्रकारको हकमा पनि साथीहरूले पत्रपत्रिका गर्दा आफ्नो मर्यादितमा रहेर, अनुशासितमा रहेर, एकात्मक कुरा नसुनेर द्वन्द्वात्मक भौतिकवाद ढङ्गबाट द्वन्द्वात्मक कुराबाट बुझेर पत्रपत्रिकामा पनि लेखिदिनु पर्थ्यो। मेरो समस्या के थियो, म विविध कारणले किन जान सकेन भन्ने कुरालाई मैले मसँग पनि बुझ्नु पर्थ्यो र एकहोरो चाहिँ लेखेर चाहिँ अर्काको चरित्र हत्या गरिएको छ, मेरो मानहानि भएको छ, भोलि उजुरी मैले पनि गर्न सक्छु। मसँग पनि एउटा मौलिक हक छ। त्यो भावनाले यो जो न्युज लेखिएको छ उहाँ मित्रलाई म के भन्छु, म जस्ता सिधा साधाले पो केही गर्न नसक्ला, तपाईँको प्रतिकार कसैले नै गर्न सक्छ। किनभने चरित्र हत्या हुने गरी, अर्काको बेइज्जती हुने गरी चाहिँ पत्रकार मित्रहरूले पनि नलेखिदिनु हुन आग्रह गर्दछु। र म कसैसँग दुश्मनी गर्ने मान्छे होइन। हामीले दुश्मनी भने मिलेर जानुपर्छ, सबैसँग सहकार्य हुँदै जानुपर्छ भन्ने मेरो सोचाइ हो।
मेरो केही गुनासो केही मेरो खण्डन गर्न खोजेको के हो भने वास्तविकता आधारलाई प्रमाणलाई दस्तावेजलाई टेकेर मात्रै हामीले बोल्ने गरौँ लेख्ने गरौँ र यो भन्ने गरौँ र अर्काको चरित्र हत्या गर्नु राम्रो छैन राम्रो हुँदैन भन्ने चाहिँ भनाइ थ्याङ्क यू सो मच धन्यवाद छ सर वडाको समग्र विकासमा निरन्तर काम गरिराख्नु शुभकामना छ धन्यवाद हस् धन्यवाद हवस् त श्रोता अनि दर्शकहरू आजका लागि सीधा प्रश्नको सीधा जवाबको निर्धारित समय यही सकिन्छ आजको सीधा प्रश्नको सीधा जवाबमा हामीले मोहनन्याल गाउँपालिका वडा नम्बर 5 का वडा अध्यक्ष छविलाल हौजाली मगरसँग विशेष कुराकानी गर्यौं आफ्नो अमूल्य समयका बावजुद हामीसँग कुराकानी गरिदिनु भयो उहाँलाई धन्यवाद तपाई सम्पूर्ण श्रोता दर्शकप्रति आभार व्यक्त गर्दै सम्पूर्ण युनिट सहित खकेन्द्र जयसी बिदा हुन्छु नमस्कार।